गणित एकदमै इन्ट्रेस्टिङ सब्जेक्ट हो। म यहाँ शैक्षिक सामग्री प्रस्तुत गर्दैछु। यो शैक्षिक सामग्रीले गणितको बेसिक कन्सेप्ट क्लियर पार्छ। विद्यार्थीहरू यो शैक्षिक सामग्री चलायो भने पछि पनि गणितमा इन्ट्रेस्टेड भएर कामहरू गर्न सक्छन्। गणितको आधार स्तम्भ मल्टिप्लिकेसन टेबल हुन्छ। ससाना बालबालिकाहरू टेबल कण्ठ पार्न एकदमै झ्याउ मान्छन् र त्यही कारणले त्यो पछि एकदमै कमजोर हुँदै जान्छ। म यहाँ यस्तो शैक्षिक सामग्री निर्माण गर्ने तरिका भन्दैछु जुन तपाईले बच्चालाई अराउनुभयो यस्तो गर र उनीहरूले बनायो भने ऊ आफै पनि टेबल कण्ठ पार्न सक्छ र उसले गल्ती गरिराखेको छ कि सही ऊ चेक पनि आफै गर्छ। इन्ट्रेस्टेड भएर यो याद पनि गर्छ, कण्ठ पार्छ। हेर्नुस् तरिका। यो पेपर 30 सेन्टिमिटर लामो छ, जसको म 3-3 सेन्टिमिटरमा मार्किङ गरेको छु र त्यसलाई काट्ने छु। काटिरहेको छु, हेर्नुस् काटियो। 3-3 सेन्टिमिटरको तपाईँ लामो पनि लिन सक्नुहुन्छ। यसरी काट्छु म अनि 10 वटा हुन्छ। पेपरलाई काटिसकेपछि यसरी विद्यार्थीहरूलाई आफै लेख्न लगाउनुहोस्। 1 2 3 4 5 6 7 8 9 10। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। 1 2 अब के 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। अर्कोमा 1 2 3 अब 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40। यो हेर्नुस् 2 को टेबल बनेर तयार भयो। यो चाहिँ 3 को टेबल बनेर तयार भयो। 2 1 जा 2 2 2 जा 4 2 3 जा 6 2 4 जा 8 2 5 जा 10 2 6 जा 12 2 7 जा 14 2 8 जा 16 2 9 जा 18 2 10 जा 20। 16 4 जा 64 16 5 जा 80 16 6 जा 96 16 7 जा 112 16 8 जा 128 16 9 जा 144 16 10 जा 160।